ॐ नमः प्रणवार्थाय शुद्धज्ञानैकमूर्तये निर्मलाय प्रशान्ताय दक्षिणामूर्तये नमः। अध्यक्षज्यू, सम्पूर्ण पदाधिकारी महानुभावहरू, आज आफ्नो जन्मदिनको अवसर पारेर आफ्नै घरमा कीर्तनको आयोजन गर्नुहुने हाम्रो राम सरको परिवार अनि तपाईँ हामी सबैले मान्नुपर्ने वयोवृद्ध बुबा श्री शिव कुमार घिमिरेज्यू लगायत आजको यस नाम संकीर्तन कार्यक्रममा उपस्थित हुनुहुने तमाम भक्त महानुभावहरू, यहाँहरूलाई पुनः एकपटक राधे राधे भन्न चाहन्छु। वास्तवमा हाम्रो संस्थाको एकजना जिम्मेवार पदाधिकारीज्यू ईश्वरीज्यूले पहिले नै भन्दै हुनुहुन्थ्यो, मुकम करोति वाचालं पङ्गु लङ्घयते गिरिं यत्कृपात्वमहं वन्दे परमानन्द माधवम्। वास्तवमा यो नाम संकीर्तन जुन भगवानको हामी गर्ने गर्छौं, भगवानको नाम संकीर्तनका फाइदाहरू अनि कहाँ कहाँ के भनिएको छ यसका बारेमा म यसको बारेमा केही प्रकाश पार्ने अनुमति चाहन्छु। मुकम करोति वाचालं, भगवानले बोल्न नसक्नेलाई, जसलाई हामी बोल्न नसक्ने, अहिले त अब विभिन्न शब्दहरू प्रयोग गरिन्छन्, लाटो भन्छौँ साधारणतया, उसलाई पनि बोल्न सक्ने बनाइदिनुहुन्छ अरे, पाचाल बनाइदिनु। पाचाल भनेको बोल्न सक्ने। मुकम करोति वाचालं पङ्गु लङ्घयते गिरिं, पङ्गु भनेको हिँड्न नसक्ने, जसलाई अन्यथा अर्थ नलागोस् हामी लङ्गडो भनेर चिन्ने गर्छौं, उसले चाहिँ पर्वत नाड्न सक्छ अरे भगवानको कृपा भयो भने। यत् कृपा त्वमहं वन्दे परमानन्द माधवम, त्यस्तो परमानन्द स्वरूप भगवानलाई म पनि नमस्कार गर्दछु यस अवसरमा र हामी सबै नमस्कार गर्दछौँ। आदरणीय महानुभावहरू, आज हाम्रो राम सरले यहाँ आमन्त्रण गर्नुभयो, आफ्नो जन्मदिनको अवसर पारेर कीर्तन आयोजना गरेको छु, सरहरू आइदिनु पर्यो, अत्यन्तै खुसी लाग्यो। म सर्वप्रथम राम सरलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। साथै यो अवसरलाई एउटा रङ्गीन साँझ बनाउनको निम्ति पाल्नुहुने भक्त महानुभावहरूलाई हृदयदेखि नै म आभार प्रकट गर्न चाहन्छु। हामी किन यसरी भजन कीर्तन गर्दछौँ, भजन कीर्तन गर्दा के हुन्छ, कहाँ के भनिएको छ, मैले जाने बुझेसम्म केही कुराहरू म यहाँहरू समक्ष राख्ने अनुमति चाहन्छु। भागवतमा भनिएको छ, नाम संकीर्तनम यस्य सर्व पाप प्रणाशनम, नाम संकीर्तनम यस्य सर्व पाप प्रणाशनम, है, जसको नाम संकीर्तन गर्दा सबै पापहरू नाश भएर जान्छन्। त्यस्ता भगवानलाई म नमन गर्दछु, प्रणाम गर्दछु, हैन। वास्तवमा आफ्ना पापहरू पखाल्नको लागि, आफ्ना पापहरू धुनको लागि, आफ्ना पापहरू नाश गर्नको लागि हामी गर्ने रहेछौँ भन्ने कुरा बुझियो। अनि अर्को कुरो, यो विष्णु सहस्र नाम भन्ने एउटा हाम्रो ग्रन्थ छ, सानो सानो ग्रन्थ छ, त्यहाँ भगवान विष्णुका सहस्र नामहरू हामी वाचन गर्छौं, पाठ गर्छौं, पढ्छौं। त्यसको पहिलो श्लोकमै के भनिएको छ भने, यस्य स्मरण मात्रेण
जन्म संसार बन्धनात् विमुच्यते नमस्तस्मै विष्णवे प्रभ विष्णवे। जसको स्मरण मात्र गर्नाले यो जन्म मरण रूपी यो संसारको बन्धनबाट मुक्ति पाइन्छ, त्यस्तो भगवान विष्णुलाई अथवा त्यस्तो परम शक्तिलाई म नमस्कार गर्दछु। अब यो जन्म र मृत्युको बन्धनबाट छुटकारा प्राप्तिका निम्ति हामीले भजन गर्नुपर्ने रहेछ भन्ने यहाँबाट स्पष्ट हुन्छ। अनि पद्म पुराणमा स्पष्ट के कुरा बताइएको छ भने त्यहाँ भगवानले नारदलाई भन्नुहुन्छ, नाहं वसामि वैकुण्ठे योगिनां हृदयेन च मद्भक्ता यत्र गायन्ति तत्र तिष्ठामि नारद। म योगीहरूको हृदयमा पनि बास बस्दिन हे नारद। म वैकुण्ठमा पनि बास बस्दिन। नाहं वसामि वैकुण्ठे योगिनां हृदयेन, न त योगीहरूको हृदयमै बस्छु, मलाई वैकुण्ठ पनि चाहिँदैन, मलाई योगीको हृदयमा पनि बस्नु छैन। अब कहाँ बस्नु हुँदो रहेछ त भगवान? भगवानले स्पष्ट गर्नुहुन्छ नारदलाई, नारदको माध्यमबाट यो सारा जगतलाई के स्पष्ट पार्नुहुन्छ भने मद्भक्ता यत्र गायन्ति तत्र तिष्ठामि नारद। जहाँ मेरा भक्तहरूले मेरो भजन गाउँछन्, नाच गान गर्छन्, कीर्तन गर्छन्, नाम संकीर्तन गर्छन्, म त्यही निवास गर्छु। वास्तवमा भगवानको निवास आज यही छ, हामी यहीबाट बुझ्न सक्छौँ। किनभने हामी नाचगानको लागि भजन कीर्तनको लागि यसरी आएका छौँ। भगवानका नाम संकीर्तनमा हामी रमिरहेका छौँ भने भगवान तपाईँ हाम्रै बिचमा यही हुनुहुन्छ। भगवानलाई खोज्न वैकुण्ठ जानु पर्दैन, भगवानलाई खोज्नका लागि कुनै योगीसँग हामी पुगिरहनु पर्दैन। हामी भगवानका भक्तहरू जहाँ जहाँ हुन्छौँ भगवान त्यही हुनुहुन्छ। यसरी वास्तवमा भजनको एउटा महत्त्व त्यो पनि रहेछ भन्ने हामी बुझ्छौँ। अनि एकजना ठुला कवि भए भारतमा तुलसीदास। तुलसीदासले एउटा रामायण लेखे जसलाई सामान्यतया हिन्दी रामायण भनेर बुझिन्छ, तर वास्तवमा त्यो हिन्दी भाषामा होइन अवधी भाषामा लेखिएको छ। भन्न चाहिँ हिन्दी रामायण भनेर पनि बुझ्ने गर्छौँ हामी। त्यो रामचरितमानस नामले उनले त्यो रामायण लेखेका छन्। त्यहाँ उनले स्पष्ट के भनेका छन् भने कलिजुग केवल नाम आधार, सुमिरी सुमिरी नर उतरही पारा। कलियुगमा एकमात्र आधार भनेको चाहिँ के हो भने नाम, भगवानको नाम। भगवानको नाम जप्नु, कीर्तन संकीर्तनमा भाग लिनु, त्यसबाट मात्रै कलियुगमा चाहिँ मुक्ति पाइन्छ, पार पाइन्छ भनेर उनले त्यहाँ स्पष्ट गरेका छन्। यसकारण सबैतिरबाट मैले दृष्टान्तहरू ल्याएर भन्नुको यहाँ प्रस्तुत गर्नुको एउटा कारण के हो भने आज हामी जो यहाँ यसरी भेला भएका छौँ, भगवान तपाईँ हामी बिचमै हुनुहुन्छ। जहाँ जहाँ भगवानको नाम संकीर्तन हुन्छ भगवान त्यहाँ खोजे हुन्छ। भगवानलाई खोज्न स्वर्ग पनि जानु पर्दैन, भगवानलाई खोज्न वैकुण्ठ पनि जानु पर्दैन, भगवानलाई खोज्न कुनै योगीको शरणमा पनि पर्नु पर्दैन। तपाईँ हामी नै हौ, तपाईँ हामी भित्रै खोजे हुन्छ, भगवानको प्राप्ति त्यही हुन्छ। तर त्यसको निम्ति एउटा मात्र शर्त छ, यो नाम संकीर्तन चाहिँ हामीले छोड्नु हुँदैन। यति भन्दै अहिलेलाई म आफ्नो वाणीलाई यही विश्राम दिन चाहन्छु। ओम असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्योर्माम अमृतं गमय। ओम शान्ति।